ल हामी चाहिँ सलेमल डाँडा आएको छौँ। क्याफेन डाँडा चाहिँ यतातिर पर्छ, क्याफेन डाँडा। हामी चाहिँ सलेमल डाँडा आएको छौँ आज। रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम। उहाँ आउनु भो मानिस भएर, बचाउनु भो क्रुसैमा चढेर। उहाँ आउनु भो मानिस भएर, बचाउनु भो क्रुसैमा चढेर। हामी चाहिँ अब जाँदैछ, केटाहरू चाहिँ अगाडि पुगिसकेन। हामी चाहिँ यहाँ उता परदेखि आएको अनि ढिला भयो कि केटाहरू चाहिँ अगाडि नै पुगिसक्यो, तिर पुगिसक्यो। अब बिस्तारै जान्छौँ। यहाँ रविन राइडरले चलाइरहेछ, लास्ट सक्यो यो जङ्गल एरिया त। A few moments later. ल अगाडि छन् जस्तो छन् केटाहरू, पर्खिरहेको छन्। ल हामी चाहिँ सलेमल डाँडा आएको छौँ। क्याफेन डाँडा चाहिँ यतातिर पर्छ, क्याफेन डाँडा। हामी चाहिँ सलेमल डाँडा आएको छौँ आज। रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम। रमाउने कारण येशूको नाम, येशूको नाम, येशूको नाम। उहाँ आउनुभयो मानिस भएर, बचाउनुभयो क्रुसैमा चढेर। उहाँ आउनुभयो मानिस भएर, बचाउनुभयो क्रुसैमा चढेर। खुसी भए गीत गाएर रमाए, जनहरू ताली बजाए, तालमाताल मिलाए। डाँडाहरू खुसी भए गीत गाएर रमाए, रुखहरू ताली बजाए, तालमाताल मिलाए। सलल खोला बग्यो, चिरिबिरी चरी गायो, परमेश्वरको कामदेखि सारा प्रकृति रमायो। सिरिरी बतास चल्यो, मनको पीडा उडाइ लग्यो, निलो आकाशैमा आज मलाई उडु उडु लाग्यो। आउनुभयो मानिस भएर, बचाउनुभयो क्रुसैमा चढेर। उहाँ आउनुभयो मानिस भएर, बचाउनुभयो क्रुसैमा चढेर। पापमा हामीहरू मरेको भए तापनि उहाँले हामीहरूलाई ख्रीष्टसँग जीवित पार्नु भएको छ। आमेन। अनुग्रहबाट र मानिसहरूको उद्धार पाएका छौँ, मानिसहरूले उद्धार पाएका छौँ र उहाँसँग हामीलाई उठाउनु भयो अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँगै बसाल्नु भएको छ। आमेन। हामी चाहिँ स्वर्गीय स्थानहरूसँग चाहिँ परमेश्वरले बसाल्नु हुने व्यक्तिहरू हौँ, स्वर्गीयको निम्ति चुनेको व्यक्तिहरू। यो चाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँलाई दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो। किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। आमेन। र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदानहरू हो होइन। मण्डलीमा विभिन्न प्रकारको वरदानहरू भएका व्यक्तिहरू हुन्छ अनि वरदान चाहिँ चिन्नुपर्ने हुन्छ है। अनि यहाँनिर किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूमा उद्धार पाएका छौ र यो तिमीहरूको आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्मद्वारा होइन, नत्र मानिसले घमण्ड गर्नेछ। 10 मा किनकि हामी असल कामहरूको निम्ति ख्रीष्ट येशूमा सिर्जना गरिएका उहाँको हातका शिवहरू हौँ।
हामी ती बमोजिम हिँडौँ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। आमेन आमेन। सबैजना परमेश्वरले चाहिँ हामीलाई पहिलाबाट नै के गरेको थियो, उहाँको इच्छा र योजना अनुसार हामीलाई पृथ्वीमा पठाउनु भएको थियो। आमेन। यो कुराहरू छ। संसारमा जति पनि मानिसहरू छ उहाँको उद्देश्य पुरा गर्नको निम्ति चाहिँ हामीहरूलाई जम्मा गर्नु के अरे पृथ्वीमा पठाउनु भयो। त्यो उद्देश्य पुरा गर्नको निम्ति, त्यो योजना पुरा गर्नको निम्ति हामीलाई चाहिँ परमेश्वरले यस पृथ्वीमा राखिदिनु भएको छ। हान्नुपर्छ, हान्नु। यो प्रभुको अनुग्रहबाट आएको है, यो बाले पठाएको या हाम्रो पास्टर बाले पठाएको है। प्लास्टिक नफाल्थ्यो, प्लास्टिक हाल्थ्यो। तपाईँको एरियाहरूमा हरेक प्रकाशको निम्ति, हाम्रो सञ्जीव तलैयामा, हरेक चौकसहरूमा अनि रोहनको निम्ति, सन्तोषको निम्ति, भन्ज्याङहरूमा सबै ठाउँमा चाहिँ तपाईँ श्रीकृष्णको रगतको बास होस् परमेश्वर। धन्यवाद। हाम्रो पूर्णको निम्ति, सबै भाइ बहिनीहरूलाई हाम्रो सन्देशको निम्ति, रबिनको निम्ति, मनिषको निम्ति, हाम्रो किरण म आफै लगायतका प्रेममा अगाडि बढ्न अनि हम्बल हृदय अनि अगाडि बढ्नेछौँ। प्रभु तपाईँको प्रेमले बढाउनुहोस्, तपाईँको प्रेमले हामीलाई डोर्याउनुहोस्, तपाईँको प्रेमको शक्तिले हामीलाई प्रभु तपाईँ परमेश्वरले अनि हामीलाई उठाउनुहोस्। परमेश्वर पिता, हामी दुर्बल छौँ, हामी कमजोरी छौँ, हामी ज्ञानमा बुद्धिमा कमी छौँ। प्रभु तपाईँ परमेश्वर नझर्किदिनु नि परमेश्वरसँग मागोस्, त्यसले म दिनेछु। प्रभु तपाईँले भन्नुभएको छ, दिनुहोस् प्रभु हामी सबैजनालाई। प्रभु तपाईँको ज्ञान बुद्धि विवेक दिनुहोस्, हामीलाई अगाडि बढ्ने सामर्थ्य दिनुहोस्। प्रभु संसारले हामीलाई खेदो गरे पनि, बाधा अर्जनहरू दिए पनि, प्रभु तपाईँले कहिले पनि हामीलाई बाधा अर्जन दिनुभएको छैन। तपाईँले प्रेम गर्नुहुन्छ, हामी नजिक तपाईँको प्रेममा न्यानो अङ्गालोमा अँगालेर प्रभु हामी हिँड्नको निम्ति तपाईँको ताजकीपन हामीलाई दिनुहोस्। तपाईँ परमेश्वरले हाम्रो हृदयमा ताजकीपन हालिदिनुहोस्। पिता पुत्र अनि पवित्र आत्मा त्रिएक परमेश्वर तपाईँलाई धन्यवाद, महिमा होस्, प्रशंसा होस् येशू प्रभुको नाममा। जय मसीह। धन्यवाद। मिठो ठाउँमा आयो है, अलिकति माइन्ड फ्रेस गर्न पाइयो है भाइ। के भन्नु, काठमाडौँदेखि जम्मा आधी घन्टा है। ल अगाडि छन् जस्तो छन् केटाहरू, पर्खिरहेको छन्। आउँदैछ, बुलेट पनि आइपुग्यो, पल्सर 220 ठ्याक्कै पछोइदिएर कि केही छैन, अर्को काटेर। मेरोबाट बनाउँछौ त? मेरोबाट पुग्छौँ क्या हामी, पुग्छौँ के दाइ, पछाडि नै हुन्छ। लाई भेटायो फाइनल्ली। ल ल जम जम जम, बिस्तारै बिस्तारै बिस्तारै। ल बिस्तारै सिधा सिधा। ए अब चिया खान रोक्ने रे। ल ल बिस्तारै बिस्तारै। हामी यहाँ टक्क
चौतारामा बसेर यहाँ चिया खाइरहेको छौँ। यता म पनि छु है। यो चाहिँ मेरो मिठो छ। यो चाहिँ मेरो मिठो छ अरे। ल किरण दाई कस्तो लाग्यो कफी? ब्ल्याक कफी। हामी यहाँनिर सबजना चौतारा, ठाउँको नामै चौतारा हो नि फेरि। यहाँ हामी चौतारीमा चिया खाँदा खाँदै बेलुका भयो। सबजना यहाँ छ तर कोहीलाई पनि देख्दैन थियो। ल अब घरै गएर भेटौँला। अब हामी यहाँबाट जानु लाग्यो, बेलुकै भइसक्यो। अब यहाँ मानेबाट चौतारीबाट चौतारी, यो ठाउँको नामै चौतारी हो। अब जानु लाग्यो, सबैजना हिँड्न लागिरहेछ। ल ल जाउँ अब। यहाँनिर भिडियो इन्डिङ हानिदिनु पर्ला जस्तो छ अब। ल प्रकाश दाई बिस्तारै। ल जाउँ जाउँ बिस्तारै बिस्तारै। फोटो खिच्ने ठाउँमा आइपुग्यौँ, सेतो घर। बल्ल त त्यत्रो टाढाबाट अब कति घन्टा लाग्ने, लगभग 1 घन्टा लाग्छ। घरबाट फोन आउने बेला भइसक्यो। के हो नि हालत थाहा छैन। कुन ठाउँ हो? हामी फाइनल्ली हुमानी आइपुग्यौँ। केटाहरू अगाडि नै छन् है, पछाडि प्रेमहरू छन् लाइट बाल्ने। कति 6-7 कहाँसम्म?